यति बेला चाहिँ काठमाडौँको थपथली र होइन मनोहरदेखि हरेक क्षेत्रमा चाहिँ बालिन शाहले ध्वजा चलाइदिएको छ। ध्वजा चलाउने कुरामा एउटा कमन कुरा के भेट्यो भने जो असली पीडित छ, जो साँच्चीकै सुकुम्बासी छ, उनीहरू समर्थकमा आएको छ कि उनीहरूले भनेको छन् कि हामीलाई मुआवजा पाओस्, हामी सही ठाउँमा हामीले जिन्दगीभरको लागि लाल बुट्स पाओस्, कुनै ठाउँमा हामीलाई सेफ ठाउँमा लगेर राखिदियोस् भन्दै सरकारलाई चाहिँ उनीहरूले अहिले आन्दोलन नगरिकन चुपचाप गएर चाहिँ भनौँ न सरकारले भनेको नियमहरू पालना गरेर चाहिँ उनीहरू अगाडि बढिरहेको छ। अब जो होइन जोसँग चाहिँ धन सम्पत्ति अलरेडी टन्न छ उनीहरू चाहिँ अलिकति भनौँ न विरोधमा आन्दोलनमा निस्किने खालको दृश्यहरू चाहिँ हामीले देख्न सकिन्छौँ। उनीहरूले चाहिँ मुद्दा हाल्ने होइन विभिन्न खालको दृश्यहरू चाहिँ उनीहरूले गरिरहेको छ। जो सम्पत्तिवाला छ त्यसले त्यस्तो खालको काम गर्छ, जोसँग छैन उनीहरू इमान्दारपूर्वक चाहिँ सरकारले जसरी भयो भने हामीलाई यहाँबाट निकाल्ने भन्ने खालको कुरा चाहिँ थाहा पाइसकेपछि चाहिँ उनीहरूले चाहिँ अब कानुन बमोजिम चाहिँ आफ्नो ठाउँ छोडेर चाहिँ सरकारले जहाँ भनेको अहिले उनीहरू चाहिँ त्यहीँ गएर बसिरहेको छ र आफ्नो सामानहरू चाहिँ सबैजनाले चाहिँ ओसार पसार गरिरहेको छन् भने चाहिँ अब जो अलिकति धन सम्पत्ति भएको छ उनीहरू चाहिँ भनौँ कानुनतिर जाने खालको प्रक्रियाहरू हामी देख्न सकिन्छौँ छ्यापछ्यापै। अहिले अब बालिन सरकारले गरेको कामहरूमा धेरैजनाले यसमा चाहिँ तारिफ पनि गरिरहेको छ, कति धेरैजनाले चाहिँ गाली गलौज पनि गरिरहेछ। तपाईँको भनाइ के छ त? अब सरकारले यो ठाउँ के को लागि खाली गर्यो र किन खाली गर्न खोज्यो तपाईँहरूलाई के लाग्छ त? हुन त एक हिसाबले बालिन शाहले भनेको छ कि बर्खामा चाहिँ धेरै जस्तो एकदम क्षति देखिन्छ र एकदम समस्या देखिन्छ यो ठाउँमा, त्यही भएर चाहिँ अहिले नै हामीले चाहिँ तत्काल यसलाई खाली गरेको भन्ने खालको कुरा नै बालिन शाहले चाहिँ गर्नुभएको छ। तपाईँलाई के लाग्छ त? के साँच्चीकै यो चाहिँ बालिन शाहले चाहिँ जनताको विषयमा सोचेर नै खाली गराएको हो नि त?